नमस्कार टासिडीले साथीहरु, फर्स्टली ह्याप्पी सोनम लोसर सबैजनालाई। अन्त यो भिडियो बनाउन काफी लेट भयो र मैले तपाईहरुलाई लेटमा पनि विश गरे। बट आज 8 दिन भइसकेको छ सोनम लोसर मनाएको तामाङ कम्युनिटिजमा। सो मेन मोटिभ यो भिडियो किन बनाएको भन्दाखेरि तपाईहरुको माझमा बेसिक इन्फर्मेसन लोसरको बारेमा शेयर गर्न चाहन्दैछु र सबैजनाले माया गर्दिनु भनेर एउटा ठूलो होप छ। एन्ड यस, थ्यांक यू सो मच जति जनाले पनि मलाई आजसम्म माया सपोर्ट गर्दिनु भएकोमा। लोसर 3 दिनदेखि लिएर 15 दिनसम्म मनाइन्छ। बेसिकली लोसर 3 टाइपको हुन्छ। पहिलो तामु लोसर जुन गुरुङ कम्युनिटिजमा मनाउँछ, डिसेम्बरदेखि लिएर जनवरीको भित्रमा मनाइन्छ एज अ न्यू इयर। दोस्रो हो सोनम लोसर जुन तामाङ र योल्मो कम्युनिटिजको बीचमा मनाउँछ, यो पनि एज अ न्यू इयर। र यो सोनम लोसरलाई चाहिँ जनवरीदेखि लिएर फेब्रुअरीको बीचमा मनाउँछ। तेस्रो हो ग्याल्पो लोसर, शेर्पा र टिबेटन कम्युनिटिजले मनाउँछ यो लोसरलाई एज अ किङ्स लोसर। यो उत्सव चाहिँ टिबेटनको न्यू इयर हो र मेनली यो उत्सवलाई नेपाल र हिमालयन रिजनमा मानिन्छ, लाइक भुटान, लद्दाख, सिक्किम, अरुणाचल प्रदेश, मणिपुर र अरू डिफरेन्ट स्टेट्स अफ इन्डियामा मानिन्छ यो चाडलाई। र यो चाड चाहिँ बुद्धिस्ट धर्मको हो। धन्यवाद।